हेलो साथीहरू नमस्कार। आज हामी महाकाली अप्टिकल एन्ड केयर सेन्टरमा छौँ। आज हाम्रो भ्यालेन्टाइन डेको दिन हाम्रोमा चाहिँ स्पेसल साथी आउनु भएको थियो। अन्त पहिला त सबैलाई भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना छ। सबैको जोडी बाँधियोस्, सुख शान्ति सबैको घरमा छाइरहोस्। र यो कार्यक्रममा हामी भुवन सरलाई स्वागत गर्छौँ। हजुर नमस्कार। अनि हजुरको आफ्नो परिचय दिनु। मेरो नाम चाहिँ भुवन विष्ट हो र म पनि एउटा व्यवसाय हो। हाम्रो नि पसल छ जिआइबी रिसर्च ल्याब भनेर। के गर्नुहुन्छ त्यसमा? मेरो चाहिँ कम्प्युटर रिपेयर सफ्टवेयरहरूको सबै काम हुन्छ। ल ठिक छ। अनि हजुरलाई यहाँ आज पहिलोचोटि आँखा जाँच गर्न आउनुभयो, कस्तो लाग्यो? एकदम उत्कृष्ट, एकदम चित्त बुझ्दो र मन चाहिँ प्रफुल्ल भयो भनौँ। जे भयो नि, लाइक चेकअप गर्दाखेरि त्यस्तो कमी कमजोरी भन्ने कुरा चाहिँ त्यस्तो लागेन कि लाइक चित्त चाहिँ एकदम बुझ्दो हिसाबले चेकअप गरिदिनु भयो। चाहिँ हाम्रो चाहिँ भित्र म्यामले राम्रोसँग जाँचेर मेसिनबाट हेरेर पूर्ण रूपमा पावर मात्रै होइन कि तपाईँको अरू पनि जाँच गरिदियो। हजुर पुरै इन्स्ट्रुमेन्ट पनि रहेछ, सबै कुराहरू रहेछ र नयाँ भनौँ टेक्नोलोजी नयाँ तरिकाले चाहिँ राम्रोसँग चेकअप गर्नुभयो, एकदम नौलो तरिकाले। अनि फेरि हामीले तपाईँलाई चाहिँ विभिन्न लेन्सहरू बतायौँ, चस्माहरू बतायौँ। त्यसमा पनि तपाईँले चाहिँ हामीसँग भएको राम्रो क्वालिटीको एसिटेड फिल्म रोज्नुभयो। त्यो रोज्नुको कारण चाहिँ के थियो? पहिला त म चस्मा लाउँथेँ मात्र होइन, भन्नाले मैले चस्मा लगाएको लगभग 13 वर्ष जति भयो। र त्यो दौरानमा अब हामीलाई त्यति धेरै ज्ञान पनि हुँदैन लाइक चस्माको बारेमा। त हजुरले चाहिँ जो रेकमेन्ड गर्नुभयो र सबै फ्रेमहरूको बारेमा या लेन्सहरूको बारेमा भन्नुभयो र त्यसले गर्दा मैले आज धेरै कुरा जान्न पनि पाएँ लेन्सहरूको बारेमा र फ्रेमहरूको बारेमा। र चुज चाहिँ मान्छेले कस्टमरले उत्कृष्ट नै गर्ने हो, र त्यही भएर मैले राम्रो क्वालिटी र राम्रो ब्रान्डलाई चाहिँ चुज गरेको। ओके, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि हरेक बिजनेसमा तपाईँ त एज अ बिजनेसम्यान पनि हो, मेरोभन्दा अगाडि नैदेखि तपाईँ गरिराख्नु भएको छ। केही न केही फरक हुनुपर्छ कि फेरि त्यसमै आओस्। एकचोटि त कताबाट झुकिएर आउँछ, कसैले रिकमेन्ड गर्यो आयो, तर फेरि यही चाहिँ महाकालीमा आउनुपर्छ भन्ने के देख्नुभयो त्यस्तो? हजुर नि अब नयाँ नै हुनुभयो र नयाँ शैलीमा चाहिँ लगिराख्नु भएको छ होइन। र हजुरको बोलाइ शैली र कस्टमरलाई वेलकमिङ प्लस हजुरले यहाँ थप केही कुरा चाहिँ जस्तै चिट्टावाला होइन त्यो अफरहरू ल्याउनु भएको रहेछ। प्लस यहाँ चाहिँ वान्स आएपछि अनि लाइफ टाइम चाहिँ यो चस्मा के अरे आँखा चेकअपदेखि लिएर र त्यो चिट्टावाला चाहिँ सिस्टम मलाई एकदम राम्रो लाग्यो। त्यसले चाहिँ एउटा चाहिँ फेरि चाहिँ आउनुपर्छ भन्ने लाग्यो। सरप्राइजिङ पनि लाग्यो, त्यो मलाई थाहा पनि थिएन र यो छ भन्ने पनि थाहा थिएन। त अन्तिममा जो किनेपछि चाहिँ हजुरले यो अफर सुनाउनु भयो र त्यसमा चाहिँ म पनि लाइक यसको सबैभन्दा टप विजेता नै भयो। 6 नम्बर आएर चाहिँ मैले नेक्स्ट चस्मा या अर्कोचोटि आउँदाखेरि चाहिँ 50% जो डिस्काउन्ट पाएँ, त्यो हुँदाखेरि मलाई एकदम खुसी लाग्यो। तपाईँलाई धेरै धेरै बधाई पनि छ। तपाईँले चाहिँ दोस्रो चस्मामा 50% डिस्काउन्ट एकदम सेक्योर गरिसक्नु भएको छ। अनि यहाँ आएर लामो समय लागे पनि तपाईँको जाँच गर्न हामीले अरू कामहरू गर्दा पनि धैर्य गर्नुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु। केही कमी कमजोरी भएपछि माफ गरिदिनु होला र फेरि आफ्ना साथीसङ्गी साथीभाइहरूलाई पनि प्लिज हाम्रो बारेमा भनिदिनु होला है। हुन्छ, कमी कमजोरीको त यहाँ कुनै गुन्जाइसै छैन। एकदम मलाई चाहिँ सबैभन्दा धेरै चित्त बुझ्यो र कोही चस्मा बनाउनु छ, यहाँ आँखा जहाँ चेकअप गराउनु छ भने चाहिँ वान्स चाहिँ एकचोटि महेन्द्रनगरमा चाहिँ उत्कृष्ट चस्मा सेन्टरलाई चाहिँ भिजिट गर्नु होला। लोकेसन हजुरलाई थाहा छँदैछ, महाकाली हस्पिटल जाने लाइनमा र के भन्छ रेड क्रस जाने बाटोमा फर्स्ट लेफ्ट साइडको पसल हो, वान्स भिजिट गर्नु होला। हस्, थ्याङ्क यू। हस्, धन्यवाद।